Waiting for Naran Kaka, he is buying. अमत शर्मा डाँडामा रुङ्दै हुनुहुन्छ मलाई क्याम्पिङ लाँदै हुनुहुन्छ तर म एक्साइटेड सुनदेखि नुनसम्म बोक्नु खोज्छ क्याम्पिङ जाँदा हाँसेर बोल भन्दैछ जबरजस्ती मलाई खास गरी पुरा थर्कायो बिहान क्रिसमस लागेको छ अब हामी क्याम्पिङ जाने योजना बनाएको छौँ December 25, 2025. Yeah, camping जाँदैछु first time ever. फर्स्ट टाइम very excited क्याम्पिङ जाँदाखेरि देउस जाँदा फुल बाटो थाहा छ हिँड न हिँड म चिन्छु भन Hi. So this is our camping spot. कस्तो लागिरहेछ यहाँ चाहिँ हाम्रोको यो के भन्छ यो क्याम्प फायरको जस्तै होइन अनि हाम्रो टेन्ट चाहिँ अब यहाँ यतै हुन्छ होला हाई म चाहिँ चिप्स खाँदैछु मिठोको चिप्स भिडियो हो एकछिन यो चाहिँ हाम्रो टेन्ट यहाँ हामी यस्तो यो हाम्रो क्याम्प फायर बेबीको ठाउँ हाई के गरेको सानो आगो बल्नु रेडी गर्दैछ चिया खाँदै होइन हजुर मजा आइरहेछ आज राम्रो लागिरहेछ होइन खुट्टा टेकेर भत्ताइदिनु क्यामेराको फोनको क्यामेराको अन्त खै के गर्छ यिनीहरूले त्यो अपग्रेड गर्दा के गरिदिन्छ क्या त्यो जस्तो के भन्दै थियो क्या दर्शन सरले भनेको अनि सु गरिदियो अरे क्या अपग्रेड गरिदिन्छ होला मेरो त्यही त पहिला जस्तो त बहिनीले भने चिया बगानले पाउँछ है नबोल्नु भाषा नबोले पुल चलेन अरे भाइ अब दाइले सुरु गर्नु यहाँ भाइलाई कति दिनु चट्टै अहिले आगो पनि ताप्ने पोल्ने पनि हरे स्वाटै उसिन्दै खानुपर्ने चाहिँ फेरि हक्नु जानु त्यसपछि मुर्दैन मेरोमा 5 दामी भयो मकै क्या त्यो गाडीमा चाहिँ त्यो कम्पनीको पार्टी हुन्छ नि त्यसमा उठाइहाल्नु त्यो लान म पनि जान्छु भन्छ हिजो मलाई झ्याउ लाग्दै थियो क्या यो धेरै सामानहरू कलेक्सन गर्नुलाई आज थाहा भयो मेरो बुढीले ठिक गरेको तपाईँलाई पो सुब्बा सरले लानुहुन्छ र घुम्दै हिँड्नुहुन्छ अरूलाई दिन्छ सर अरे आइज त मेरो छोरा यता तातेर आनन्दले पकाउँदैछ त्यो हाम्रो रेस आर्ट छ नि हेलो गाइस म माइनर सेप
खानुहोस् न तपाईँ पनि एकजनाको 100 7जनालाई 700 फेरि अर्को टिप पनि हान्छ यति हानेर सुक्नु पर्यो ल नभए त जाडोले मर्नुहुन्छ हेलो मुन्दाई हजुर बत्ती बालेर मेरी क्रिसमस ह्याप्पी न्यू इयर क्रिसमस ट्री नै भयो हेलो मेरी क्रिसमस कस्तो रमाइलो यहाँ बस्थे म ह्याप्पी न्यू इयर मेरी क्रिसमस कोही कराउनुहुन्न मेरी क्रिसमस क्रिसमस ह्याप्पी न्यू इयर मेरी भिडियो हेलो फर्स्ट टाइम क्याम्पिङ कस्तो लागिरहेको छ हेलो मोहन सर अहिले भान्डाको जाली सकिन्छ ए अँ है कस्तो मजा आइरहेछ खास गरी है दामी भयो रमाइलो भइरहेछ कति सेफ क्या मतलब जग्गाहरू पनि सेफ हेर न यो पुरै यो सेटअप हेर हाम्रो 1200 को पाल जड्यो भने मात्र 1200 हो बाबु 1200 मा किनेको यो मार्केट प्लेस हो ए करोडको रासु बिबिके भाइ चाँदीको झिरो भन्नु न चाँदीको हो आमामा चाँदीको नेट हो यो अलि नराम्रो भन्दैन ठिक यो भएन नभएको बादै मोहन चाहिँ भनेको होइन कि टोपी लगाउनु पर्थ्यो तपाईँले क्याप निकाल्नु ए तपाईँले त ठाडे अहिले हान्छ त्यसो अलिले कपाल छैन भनेको फर्स्ट टाइम क्याम्पिङ 7 बजी सक्यो अहिले हो र कस्तो लागिरहेको छ बेस्ट क्याम्पेन किनभने या। पारिवारिक उयो भयो ढुक्कको भयो। साथीहरूसँग ठुलो ठाउँ मजा आयो योभन्दा अगाडि यही ठाउँमा चाहिँ अलिकति बाबाको हामी साथीहरू 2000 कति 2020-21 तिर चाहिँ अलिक अदालतसम्म पुग्नु पर्यो आजको कुरा गर्नु न आज 2025 2025 को क्रिसमस 25 को डिसेम्बर यो 25 छुट्टीमा आज चाहिँ हामी हामी यसरी क्याम्पिङ आइरहेको छौँ आइरहेछौँ अनि सबै रमाइलो परिवारको भइरहेछ। जमघट हो फ्रेन्डहरू सानो जस्तो लाग्यो कति क्लास तिमी 5 मा पुगिसक्यो हो र हुन्छ हजुर हजुरको P5 हो कतिवटा छ रड के फिसिङ छ नि चट्टै छ एउटा थापेर सुत्ने हो काकीलाई याद छ है तिमी र त्यही नै त्यो माछालाई सुताउनु बिहान ठुलो तारा हुन्छ पर्यो भने बसिरहन्छ काका चाहिँ यता हुन्छ ऊ काका छौ काका ओइ यो कुन ठाउँ अरे अनन्तजी के अरे नारायणजी चाइनिजमा त के पो भनेको मैले बोले तिमीले भन्दै थियौ हैन चुङपुई 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 भन्नेमा छौँ हामी होक्टाउमा त कहाँ जानु सक्ने होक्टाउ भनेको कहाँ हो तपाईँलाई थाहा छ हामीले तपाईँहरूले रेस गर्ने ठाउँ हो नि त्यहाँको जुन बाइजुन गाडी कहाँ जानु आउँछ त्यहाँदेखि गाडी बिना हिँड्ने भने 8-2 घन्टा बोकेर हिँड्नुपर्छ त अलिक गहिराइमा छ नि होइन भाइ त्यो पहिला त्यहाँ होक्टा भन्नु त यहाँ ठिक छ धेरै राम्रो प्लिज गिल्टी अगाडि नाइ के अगाडि फर्स्ट लाइनमा सुरुमा 1 2 3 यसरी हाम्रो लास्टमा थियो ए युकेश मोहन दाइ हो लास्टमा के युकेश हो
लाइने हौ छ सय तिरेर अनि चटिस भएर फर्केको जेन्टल लुगा क्या टाई साई लाएर गएको क्या त्यो खाइसक्नु नि फेरि किन खान्छु हाल्नु यहाँ हात यसो गरिहाल्छु त मोन्जी चाहिँ फेरि यस्तोमा मासु पोल्नु मोन्जी आम्मा बेस्ट Good morning. चिसो मौसम बिहानी पक्को 2026 तारिक डिसेम्बर अनि यहाँ नारायण भाइ बहिनी अनि फ्यामिली अनि क्याम्पिङको लागि आज सेकेन्ड डे बिहानी पख खानपिन चियापान भएर हामी चाहिँ यसो घुमघाम गर्दैछौँ बहिनीसँग माछा मारेर यस्तो पिसफुल छ वातावरण रमाइलो छ दाजुभाइ यता फिसिङ गर्दै हुन्छ कस्तो मजाको पानी देखेको हेर्नु न जाडोमा होइन यो साँच्चीकै माछा हो चारो हो कि माछा हो माछा हो वाउ अनन्त सुत्यो नि हेर उसले हेर्थ्यो होला सुतिरहेको अनन्त वाउ माछा पनि परेछ ल हेर्नु त कस्तो दामी कस्तो राम्रो अर्को पनि पर्यो है पर कति किलोको हो बुढा यो अर्को नि आउँदैछ माछा आम्मा दुईटा माछा परेछ है गाइजहरू अनन्तले कस्तो हेर यो हेर्न यो कस्तो निकाल्नु मन पराउँथ्यो है ओ माय गॉड दुईटा परेछ अनन्त चाहिँ कस्तो सुत्यो नि यही बेला हेर्नु बिचारा कति माछा भन्दै थियो फेरि एउटा राखिरहनु भरे पर्छ कि अनन्तलाई क्या खेल्नु बस्छु देखाउनु न कोही पनि यस्तो गर्छ यो भन्नुको लागि रहेछ फेरि गर्नु अरे यो फिस कस्तो लाग्यो फिस फिस ओके एउटा बाछी रहेछ अर्को चाहिँ खै पल्टेकै भइरहेछ हेलो चाहिँ खासै लागेन मलाई के दाजु गाउँमा त तोड्न थाहा पार दाजु मलाई भाइले टेबल खासै मन लाग्यो दामी आयो यतापट्टिको सिन राम्रो छ है अहिले हामी अलि क्याम्पिङ चाहिँ हाम्रो प्याक हुँदैछ डिसेम्बर 25 तारिक आएको अनि आज बिहान रमाइलो भयो अनि दिउँसोतिर हामी प्याकअप गर्दैछौँ घर जानलाई
वासरुम जानु भने फेरि कस्तो लाग्यो त अब जाने बेलामा जाने बेलामा रमाइलो फेरि आउनु मन छ कि छैन आउन मन छ तर जम्मै प्याकिङहरू गर्दा चाहिँ एकदम झ्याउ है कति टाइम लाग्ने प्याकिङ बस्दा चाहिँ रमाइलो रमाइलो अनन्तको रमाइलो यहाँ छ I'm making another apple. कस्तो लाग्यो आज रमाइलो लाग्यो म यहाँ अब अर्को पनि गरौँ This time from me. अनि म यहाँ रबिसहरू बर्न गर्छु यो यसले आगो बलाउँछु बोल्यो हेलो राम्रो ठाउँ रोक्नु भएकोमा हस् त धन्यवाद ओके बाई बाई ल बानाना त्यहीँ खाला जम जम क्याम्पिन आज यति नै